काली होसिया गोरी मान्छे नै हो, मलाई ब्लक गरी मान्छे नै हो। यो कुरा म अवश्य नै भन्छु, किनकि मेरी एउटी भुपुलाई छुटाउने अर्की भुपु नै हुन्, त्यसैले भन्छु छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हो। त्यो मनमा मेरो पिरती कुन्दिन फुल्ने हो, मलाई सम्झेर संसार यो सबैले किनेर भन्छ कस्तो क्युटी लाग्यो जान्छौ तपाईँ बाहिर, हाम्रो नसा लाग्यो मलाई रक्सी भन्दा बढी। सबैले किनेर गए सबै हातमाथि सबै शिकार गर्छुसँग हिँड्ने बाघो मेरो साथी, मोदीजीलाई होला लेबर भिट्नु दाजु र अनल बजारिङको भन्दा नि मै नम्बर छ राते। हल्ला चाहिँ सबै गइ त हातमाथि सबै हातमाथि गर्नु गइ त ताली ताली बजाइदिए ताली। माँ कसम इतनी भीड़ है ना क्या बताऊं, और बेस इतना तगड़ा है ना गाने का। यतिकै बस्नु होला है, फेरि एउटा देउडा गाउँ त्यसपछि नाच्नुपर्छ। ओके ओके, त्यसपछि हाम्रो अर्को ट्र्याक होला अमर जोडी लगाइदिनु होला, अमर जोडी ट्र्याक हुँदै होला, सबै देउडा खेल्नुपर्छ हो। ओके ल सबैजना दिपकजीलाई विशेष सम्झिनु छ एकदम सबैजना खोइ त। हाम्रो नसा लाग्यो मलाई रक्सी भन्दा बढी, केटाहरूको भएन केटाहरूको भएन तो साथियों हम पहुंच चुके हैं मेला स्थल पे। तो का झावरी क्या बेस है यार, काफी जबरदस्त बेस। यहाँ पे पहले टिकट लेना पड़ेगा, ये देख सकते हैं, बिना टिकट के घुस नहीं सकते हैं और काफ़ी ज़्यादा भीड़। तो साथियों आज तो भीड़ भी काफ़ी ज़्यादा है, बट यहाँ पे टिकट लेना पड़ेगा तभी एंटर हो पाएंगे हम अंदर। और यहाँ पे टिकट लेने वालों की भीड़। हेरी हेरी, यहाँ पे टिकट मिलेगा, उसके बाद ही हम अंदर जा पाएंगे यहाँ से। सुटे जुनादारी, इतने ज़्यादा लोग हैं ना आज कसम से क्या ही बोले, बहुत ही ज़्यादा। और यहाँ पे टिकट दिखा के तभी अंदर जा सकते हैं। यहाँ से हम टिकट लेंगे, उसके बाद एंटर करेंगे। जस्ट एंट्री फॉर टिकट्स। ओए तो ये टिकट, बाकी काफ़ी ज़्यादा भीड़ है यहाँ पे, बिना टिकट के हम एंटर नहीं कर सकते, बट अब एंटर होंगे। चल, और इतने ज़्यादा लोग भीड़ लगाए हैं टिकट के लिए।
अंदर जाने के लिए भी इतनी भीड़ है दोस्तों, अंदर जाने के लिए टिकट के बाद हम अंदर एंटर हो चुके हैं। यहाँ पे दुकानें लगी आज, उस दिन तो वैसे कुछ था नहीं, आज यहाँ पे काफ़ी ज़्यादा दुकानें लगी हुई बाकी, और उस दिन काफ़ी ज़्यादा भीड़ नहीं थी, लेकिन आज तो काफ़ी ज़्यादा लोग हैं। आज तो काफ़ी दुकानें पैक हैं और भीड़ भी ज़्यादा है यहाँ पे। ये चश्मा ले लो यहाँ से, यहाँ पे झुमके वुमके, बाकी यहाँ पे टी शर्ट वी शर्ट जो भी चश्मे वस्मे। सम्मान गर्न जानुपर्छ र त हाम्रा छोरी चेलीहरूलाई अगाडि बढ्नको निमित्त उत्प्रेरणा हुने गर्छ। यो रु 100 मात्र होइन, 100 भित्र 1 करोडको अथाह माया स्नेह र प्रेम भरिएको छ, हो कि होइन? प्रकृतिको सुरम्य छटाभित्र लुकेको असाध्य यो पावन भूमि दार्चुलाको खलाङ्गामा भोलि हामी तपाईँले मन पराएको कलाकार चक्रबम आउँदै हुनुहुन्छ। यहाँहरू सबैजना आउनुहोला, यहाँहरू सबैलाई चोली निमन्त्रणा छ भन्दै अब अन्य प्रस्तुतिहरूलाई जोड्दै जानेछौँ। अबको क्रममा पनि हाम्रो माझमा आफू प्रस्तुतिका लागि सिङ्गर सुन्दर बुढाथोकीज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। मैले अघि नै उद्घोष गरिसकेको नाम सुन्दर बुढाथोकी हाम्रो माझमा अहिले हाम्रा स्थानीय प्रतिभाहरूलाई जोडिराखेका छौँ। हामीले आफूमा भएको प्रतिभाहरूलाई चाहिँ देखाउनुपर्छ, बोल्नुपर्छ। त्यसैले त त्यही कुरा सिकेर म पनि आज तपाईँहरूको माझमा यसरी बोल्न पाएको छु। त्यसैले आफ्नो प्रतिभाहरू छ भने हामीलाई नाम दिन सक्नुहुन्छ भन्दै अहिलेको लागि भने हाम्रो माझमा सुन्दर बुढाथोकी। हेर्न पाएको मजा मैले तिमीलाई, तिमीले मलाई हेर्न पाएको मजा, बेला बेला मनका बात हेर्न पाएको मजा मैले तिमीलाई, तिमीले मलाई हेर्न पाएको मजा। त्यति पछाडिबाट के मजा आउँछ, दार्चुलाका ठिटा ठिटियो अनि नजिकै आएर नजिकैबाट नाच्न गाउन हेर्न पाएको मजा हो कि? जति हेरौँ लाग्ने के छ तिम्रो रूपमा। कतिजना केटीहरू क्रिम पाउडर लाएर आउनु भएको, हातमाथि गरिदिनुहोस् त खै, झुटो बोल्न पाइँदैन है। फेरि केटाहरू पनि हो लाएर आएको, केटाहरू त अलरेडी ह्यान्डसम भने के चाहियो हामीहरूलाई, हो कि होइन? जति हेरौँ लाग्ने के छ तिम्रो रूपमा, सुस्केर नै फेरौँ लाग्ने के छ तिम्रो रूपमा। जति हेरौँ लाग्ने के छ तिम्रो रूपमा, सुस्केर नै फेरौँ लाग्ने के छ तिम्रो रूपमा। नजिक आउँदै अनिता अङ्गालोमै बेरौँ लाग्ने के छ तिम्रो रूपमा भन्दै अब अतिथि कलाकारहरूलाई बिस्तारै जोड्दै जानेछौँ। ओके, उहाँले मेकअप लगाएको भन्नुभयो, अब आफू त नो मेकअप नेचुरल ब्युटी है त। ओके, पक्कै पनि ज्योति मगर हेर्न तयार हो, अङ्गालोमा पेर्न तयार हो? कतिजना रेडी हो? केटीहरू पनि रेडी हो? केटाहरूले यसरी अङ्गालो हाल्यो भने टिक्रामा हात पुग्दैन क्या, आसले गर्दा हुन्छ। नलगाउँदासम्म त्यो पैसा असुल हुँदैन, हो कि होइन? र एउटा महत्त्वपूर्ण जानकारी छ, कृपया मेरो हातको देब्रे भागतिर कृपया महिला दिदीबहिनीहरू मात्र बसिदिनु होला भने मेरो हातको दायाँपट्टि पुरुष दाजुभाइहरू मात्र उभिदिनु होला। यदि तपाईँहरू श्रीमान श्रीमती दाजु भाउजू गर्लफ्रेन्ड बोयफ्रेन्ड आउनु भएको छ, सँगै बस्न चाहनुहुन्छ भने पछाडिपट्टि गएर मजाले जसरी पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। तपाईँहरूको राइट हो नि त रमाइलो गर्न पाउनु, हो कि होइन? रमाइलो गर्नुहोला। आज भिडभाड बढ्दैछ, बाहिरतिर निकै भिड छ, तसर्थ संयमित भएर रमाइलो गर्नुहोला, जोसमा होस नगुमाउनु होला, किनभने सानो गल्तीले गर्दा जिन्दगीभरि पछुताउनु पर्छ। ओके, हाम्रो माझमा हाम्रा आजका अतिथि कलाकारहरू आइसक्नु भएको छ। तपाईँहरूले हाम्रो स्टेजको अग्रभागमा देख्न सक्नुहुन्छ। अबको केही छिनमै तपाईँहरूको माझमा। ओके, अब भने यहाँहरूको बिचमा उनी असाध्यै लोकप्रिय मोडेल, असाध्यै प्यारो मान्छे जो पछिल्लो समय धेरै मेला महोत्सवहरूमा व्यस्तता कमाउने मध्येको एक पनि हो। यहाँहरूको बिचमा लेट्स वेलकम प्रेम यास्के।
ओके, कस्तो लाग्यो दुश्मन? ओके, धेरै धेरै धन्यवाद छ। असाध्यै लोकप्रिय मोडल प्रेम यास्करको एकचोटि हौसलाको लागि जोरदार ताली बजाइदिनुहोस् प्लिज। मलाई चक्र दाइले एउटा भिडियो पठाइदिनुहोस् बोलेर भन्नुभएको छ। तपाईहरु मसँगै गाउनुहोस्, दामी भिडियो कुलेन्द्र दाइले बनाइराख्नु भएको छ। हुन्छ हुन्छ उमेर 16-17 छ, हेटाइ मटक मटक छ, कर्णाले तेरा फेरि फेरि तेरा छड्के नजर लगाई लगाई नहेर मेरी तेरा। भोलिको आउँदै हुनुहुन्छ दुनियाँलाई मुनि प्यारे, मलाई तेरी चुनी प्यारे, ओए काजल ओए काजल ओए काजल। भोलिको आउँदै हुनुहुन्छ भोलि यो मञ्चमा तपाईँ हामीले मन पराएको साध्यै लोकप्रिय कलाकार चक्र बम आउँदै हुनुहुन्छ। तपाईँहरू सबैजना भिडियोमा कैद भइसक्नु भएको छ। यो भिडियोलाई यत्र तत्र सर्वत्र गरिदिनु होला। हुन्छ कि हुँदैन दाजुलो? अरे एकचोटि हुन्छ मात्रै भन, तिमी र म एक भएको दिन नेपालमा सरकारी बिदा गरिदिन्छु। सक्छ त कसैले? ओके, नगन्तव्य नबाटो पानी झैँ छल्किनेलाई, नगन्तव्य नबाटो पानी झैँ छल्किनेलाई, जता सजिलो देख्यो उतै ढल्किनेलाई, नगन्तव्य नबाटो पानी झैँ छल्किनेलाई, जता सजिलो उतैतिर ढल्किनेलाई। आफ्नो बनाइराख्न मरे नि सक्नुहुन्न तपाईँहरूले, आफ्नो बनाउन मरे नि सक्नुहुन्न तपाईँहरूलाई, जता सम्पत्ति त्यताहरू उतैतिर ढल्किनेलाई।
प्रेम प्रेम भने पछि पछि एक दिन तिमीलाई धाउने बनाउँछु। प्रेम प्रेम भने पछि पछि एक दिन तिमीलाई धाउने बनाउँछु। मैसँग माया पिरती लाउने बनाउँछु। प्रेम प्रेम भने अनिता तिमीलाई मेरै पछि धाउने बनाउँछु। मैसँग माया पिरती लाउने गराउँछु। अरे प्रेम बगटी दार्चुलामा आएको छ, धेरै चुरीफुरी नगर्दा हुन्छ स्टेजको किङ हो। अरे प्रेम बगटी दार्चुलामा आएको छ, धेरै चुरीफुरी नगर्दा हुन्छ स्टेजको किङ हो। ताल पर्यो भने 9 महिनापछि तिमीलाई घोरले छोरो पाउने बनाउँछु। हो कि होइन? ओके, अब भने उस्तै परे आकाशका तारा झार्दिने खालकी हो। उस्तै परे आकाशका तारा झार्दिने खालकी हो। दिउँसै पानीमा आगो बाल्दिने खालकी हो। यो अनितालाई कम नसोच प्रेम, उस्तै परे तिमीलाई सिन्दुर हाल्दिने खालकी हो। अब सिन्दुर हाल्ने रे हेर्नुहोस्, एकसँग लागेको मन अन्ततिर मोड्दैन भनेर मात्रै हो कि होइन? एकसँग लागेको मन अन्ततिर मोड्दैन भनेर मात्रै हो। एकसँग पिरती गाँसी अब छोड्दैन भनेर मात्रै हो। यस्ता त घरतिर लाइन लाग्छन् यार मेरो। अरे यस्ता त घरतिर लाइन लाग्छन् यार मेरो। अर्काको खेतबारी प्रेमले गोड्दैन भनेर मात्र हो। हिजो पनि भनिसके अब दार्चुलाका यस्तो राम्रो टिटीहरूलाई पाउन त अब खप्पर पनि हुनुपर्छ। सँगसँगै दिदीबहिनी दार्चुलाको अब केटाहरू दार्चुलैतिरका जात जैका भए पनि अब घर जै बस्ने कुरा त सुहाएन नि, हो कि होइन? मर्दको छोरीले सुहाउँछ, एकसँग माया लाउँदा अन्ततिर रुवाउँदैन। मर्दको छोरीले गरेर खान्छ, घर जै बस्न त सुहाउँदैन, हो कि होइन? ओके
माँ कसम इतनी भीड़ है ना क्या बताऊँ, और बेस इतना तगड़ा है ना गाने का। यतिकै बस्नु होला है। फेरि एउटा देउडा गाउँ, त्यसपछि नाच्नुपर्छ। ओके ओके, त्यसपछि हाम्रो अर्को ट्र्याक होला अमर जोडी राखिदिनु होला। अमर जोडी ट्र्याक हुँदै होला, सबै देउडा खेल्नुपर्छ हो। ओके ल, सबैजना दिपकजीलाई विशेष सम्झिनु छ एकदम। सबैजना खोइ त भौतिक भी लगा है दोस्तों, जबरदस्त वाला। एक तरफ यहाँ पे लड़कियों का, उस तरफ लड़कों का, इस तरफ लड़कियों का ही बोल सकते हैं। आई जस्ट मीन सबैजना खोइ त जैसे भीड़ ज्यादा खोइ त केटाहरू खोइ त अल्ला। आहा, यो हो त देउडाको माया भनेको है। जुन चाहिँ कञ्चन सैकी रानी है त, नाच्नु पर्यो एकछिन पछि। सबैजना है त मनको माली फुला भइजाउ रानी मन सेतालो। कोही छ त मनको माली? अमर जोडी बरती पालो। आहा, मन छ मेरो खाली है त। मन छ मेरो खाली फुला भइजाउ रानी मन सेतालो। सोमन बैना भयो राजा अमर जोडी बरती पालो। और इस रस्सी के पार लड़कियों वाला जस्ट इस तरफ लड़के बाकी इस तरफ भी काफी ज्यादा भीड़ है। इतनी ज्यादा भीड़ है ना क्या ही बोले। सबैभन्दा ठुलो भक्त मै हो महाकालको, हल्का जाप बेग्दैन सम्हालको। अहिले भने निस्किन्छु हो त। ओके, जाने बेला एउटा मुक्तक भन्छु, वावा चाहिन्छ हुन्छ ल। केटीहरूको सबैभन्दा बढी ओके। काली होसिया गोरी मान्छे नै हो, वावा खै त। काली होसिया गोरी मान्छे नै हो, मलाई ब्लक गरी मान्छे नै हो। यो कुरा म अवश्य नै भन्छु, किनकि मेरी एउटी भुपुलाई छुटाउने अर्की भुपु नै हुन्। त्यसैले भन्छु, छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हो। ओके, अहिले भने निस्के बाबाई। अब तपाईँको हातमा है त। मनमा मेरो पिराती हुँदिन फुल्ने हो। मलाई सम्झेर संसारलाई तिमी हुँदिन फुल्ने हो। तिम्रो त्यो मनमा
बिहामा ढाटेको छैन ओए ढाटेको छैन ओए ढाटेको छैन। खतरनाक प्रोग्राम हो रहे हैं, मतलब वैसे जाने का मन तो कम कर रहा है, लेकिन गांव में जाने के लिए गाड़ियाँ भी कम मिलेंगी क्योंकि वैसे ही सैटरडे है। तो चलते हैं, बाकी प्रोग्राम जितना भी शूट करना था कर दिया है हमने। और बाकी दिन में आएंगे तो आप यहाँ पे काफ़ी गर्म हो सकता है, लेकिन ज़रूर 100 रुपये टिकट ज़रूर लेके आना, नहीं तो अंदर प्रोग्राम देखने का मौका नहीं मिलेगा। है ना, 2-3 दिन हो रहे, कल चल मतलब यही है ना। अब आएंगे यहाँ पे तो शाम के समय ही आएंगे। बाकी 100 रुपये लेके जरूर आना। और यहाँ पे प्रोग्राम तो काफ़ी तगड़े हो रहे हैं, ऐसा बेचना मतलब शानदार है। और बाकी सांस्कृतिक कल्चर के मामले में नेपाल हमसे काफ़ी आगे है, कोई मतलब बड़वाई की बात ही नहीं है, काफ़ी आगे, काफ़ी ज़्यादा।